मतलब देखेको थिइनँ। जब म यहाँ आएँ तब त यहाँ त हेलो गाइज, वेलकम टु माई ब्लग। सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अझै धेरै सपोर्ट गरिदिनु होला। बिस्तारै बिस्तारै अलिअलि त सपोर्ट हुँदैछ कि, तर अझै धेरै क्या, अझै यतिकै नै माया मोह दिइरहनु होला, यतिकै नै साथ दिइरहनु होला। हामी फेरि पनि नयाँ भ्लग लिएर आएका छौँ। तर हामीसँग आज कतै केही नभएर हामी यतिकै बगानतिर जाँदैछौँ कि घुम्नलाई भन्दा पनि शीतल खानालाई। अब फेरि गर्मी हुन थाल्यो कि हिजो अस्तितिर चाहिँ त्यस्तो धेरै गर्मी थिएन होइन। अहिले चाहिँ लास्ट गर्मी हुन थाल्यो। अनि बहिनीलाई मैले जाउँ बहिनी भनेर अनि त्यसपछि हामी निस्केको छौँ बगानतिर जानुलाई लास्ट गर्मी भएर। पहिला पहिला त बगानतिर निउरो पाइन्थ्यो कि, अहिले त निउरो पनि भेटिँदैन होला कि बगानमा, नत्र त निउरो टिपेको भिडियो बनाउन काइता हुन्छ नि। जिन्दगी त पाएकै छ नि मैले, किन होला ए जिन्दगी मैले पाकी छु रे। हेर्नु काकीले भन्नुभएको। गाइस कति राम्रो मकै फुलेको, कति राम्रो कुन्यौ। यो कुन्यौमा माथि गएर यस्तो गर्न पाएन त। होला होइन। यस्तो मजाको पानी चाहिँ मैले मतलब देखेको थिइनँ। जब म यहाँ आएँ तब त यहाँ त खलङ लङ 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 बारी त के भन्नु, बारी भन्छन् हामी चाहिँ, तर यहाँ चाहिँ खेत भन्छन्। खेतमा चाहिँ यस्तो खतरा पानी आउँदो रहेछ कि मलाई त त्यहीँ बसेर काठमाडौँमा यस्तो पानी भइदियो भए मान्छेहरू पुरै काठमाडौँको मान्छेहरू यस्तैमा नुहाइधुवाइ गर्न आउँथ्यो होला कि। त्यहाँ बसेर नुहाउन कति मजा आउँछ होला। मलाई त पानीलाई हेरेर अझै पनि चित्तै बुझेको छैन क्या। जाउँ लास्टै मजा लाग्छ क्या मलाई त पानीहरू देखेर, किनकि उता जस्तो धेरै पानी हुँदैन अनि यताको जस्तो पानी हुँदैन। पहिला पहिला सुरुमा आउँदा त मलाई अचम्म लागेको थियो कि, पछि चाहिँ फेरि यहाँतिर त पानी यस्तै रहेछ आउँदो रहेछ धेरै नै भन्दा नि थाहा भयो। अनि अहिले चाहिँ त्यस्तो अनौठो केही पनि लाग्दैन, अहिले चाहिँ नर्मल लाग्छ। तर पनि पानी देख्छ जस्तो मनै कस्तो खेलौँ लाग्छ क्या पानीमा उफ्रिम जस्तो। ओहो यहाँ त घर बनेको छ नि। फेरि यतातिर लिचीहरू आँपहरूमा चिचिला चाहिँ लागेको छ कि साथीहरू, तर चिचिला लागेन के गर्नु, फले छैन। फल्ने बेलामा म हुँदिनँ एकचोटि कि कतिवटा एउटा साल थिएँ नि म लिची आँप खाने बेलामा। कति धेरै फलेको, काठमाडौँमा त कति महँगो हुन्छ लिची आँप, तर यहाँ त घरमै आँगनमै पटङटङ एकचोटि हावाहुरी लाग्यो भने पट्याङटाङ 2-4 बाल्टी त निस्किँदो रहेछ आँप त। अनि लिची चाहिँ किनेन, लिची चाहिँ त्यस्तो झर्दैन, आँप चाहिँ झर्ने हो। मजाले खान पाइन्थ्यो। तर अब म अहिले यो टाइममा आएँ, अब यो टाइममा त ठ्याक्कै चिचिलाहरू मात्रै लागिरहेको छ। अब जेठमा आउनलाई फेरि अब कतिचोटि आउनु नि, नजिक भएर 100-200 भाडातिर आउने, यहाँ त धेरै टाढा छ। एक त जिउको थलथिल्लो है, अनि एक त टाइमको त्यस्तै, अनि एकदम गाह्रो छ गाइस। के गर्नु, खानु त मिठै हुन्थ्यो, तर यहाँ खान लाउनुभन्दा काठमाडौँमा त्यो पैसाले किनेर खाएको नै ठिक हुन्छ। यहाँ बगान, हामी बगानमा आइपुग्यौँ गाइस। बगान चाहिँ यस्तो छ। अलि मजाले यो चियाको बोटहरू मजाले फलेको छैन कि, तर पनि ठिकै छ, हरियो भरियो। अब त चैत वैशाखमा त हो नि हरियो हरियो हुने सायद, मलाई त्यस्तै लाग्छ। अलि मलाई पनि त्यति धेरै नलेज छैन यो बारेमा है। मलाई त हुक्का कसरी तान्ने भन्ने मात्रै नलेज छ कि क्या हो जस्तो लाग्छ बेला बेला। तर मलाई यहाँनिर आउँदाखेरि मलाई पुरानो यादहरू आउँछ। म पहिला यो ठाउँमा आएर होइन रुन्थेँ पो त हौ, म यस्तो धेरै रुन्थेँ है यो ठाउँमा आएर। लास्ट रुन्थेँ अनि राति भएपछि मलाई कोही लिन आउँदैन थियो, अनि म आफै जान्थेँ घर। तिमी चाहिँ आउँथ्यौ कि क्या हो? यिनलाई लिएर आउँथ्यो कहिले काहीँ, यिनी सानी थिइन्। अनि त्यसपछि चाहिँ बोलाएर बसिरहने हो नि, यिनी चाहिँ म चाहिँ रोइरहने हो।
होइन अब किन रोको भन्नु बिचरा बच्चीलाई के थाहा नि अहिले पनि यिनलाई थाहा चाहिँ हुँदैन म रोएँ किन रोएँ भनेर फेरि है गाह्रो छ नि अहिले मैले फर्स्ट टाइम यही ठाउँमा यहीँनिर मैले बाइक पनि सिकाएको थिएँ काकाको बाइक क्या बाइक सिकाएको थिएँ मैले पहिला तर अब अहिले त मैले बिर्सिसकेँ होला लगभग त्यसपछि पनि मैले काठमाडौँमा त सिकाएँ हो कि तर म लडेर मेरो हातै यति खुइलिएको थियो त्यसपछि मलाई डर लाग्यो त्यसपछि दुई पाङ्ग्रेको मलाई भर लाग्दैन कस्तो राम्रो छ हेर्नु न साह्रै राम्रो लाग्छ क्या मलाई यो बगान चाहिँ कताको छ क्या साथीहरू रे आमा यो कलमा हामी पहिला एकदम मिठो पानी आउँछ है योभन्दा 4-5 वर्ष अगाडि जसको कल भन्छ यो कलमा चाहिँ एकदम मिठो पानी आउँछ साथीहरू अनि हामी यो कलमा पानी एकदम चिसो मिठो आउने भएर हामी यो कलमा पानी लिन आउँछ हामीभन्दा पनि धेरै चाहिँ अरू गाउँको मान्छेहरू लिन आउँथ्यो यहाँ किनकि हामी स्कुटी चढेर त्यो दिदीको स्कुटी चढेर आउँछ नि याद छ मम्मीको बहिनी क्या हाम्रो दिदी नै होइन त के पर्छ आन्टी उहाँको हामी चाहिँ स्कुटी चढेर पानी लिन आएको थियौँ यहाँनिर है मलाई याद छ त्यति चाहिँ कस्तो राम्रो छ गाइज बगान हेर्नुहोस् लास्ट काइताको छ क्या काइता भने के हो भन्दै थिइन् बहिनीले काइता भने राम्रै हो क्या मतलब यसो मेरो थेगो यो न थेगो खै के भएर दुलो पारेछ यो नागले दुलो पारेछ के अरे एउटीको चप्पलले छिरो त्यहाँभित्र अयो आज चाहिँ हामीले यस्तो राम्रो राम्रो आज भ्लगलाई भन्दा नि हामीले धेरै चाहिँ टिकटकलाई टाइम दियो 3टा टिकटक बनाएको छ यस्तो राम्रो टिकटक भिडियो बनाइदियो मेरो बहिनीले यस्तो गर्नु रे भाउजू अनि यस्तो गर्नु रे अनि यस्तो गर्नु रे होइन मलाई यस्तो खतरा सिकाइदिएको छिन् यस्तो दामी आएको छ मेरो टिकटक लौ होइन होला लौ न क्या हो यो ठुलो बाँदर ल गाइस पोज कल हो यस्तो फ्ल्याङ्किस कल्ला हो यस्तो फ्ल्याङ्किस लाउ न होइन होला अहिले भरे त्यहाँबाट झऱ्यो भने तल अनि म हस्पिटल लिएर जानु कि के गर्ने त के भन्नु म यस्तो मान्छेलाई मङ्कीहरूलाई रुखमा चढिहाल्छन् रुख देख्नै हुन्न पो त तर जे जस्तो भन्यो नि मेरो बहिनीले मलाई यस्तो राम्रो आज टिकटक बनाउन सिकाएकी छिन् गाइस झरेर छिटो गाइस टोयलेट आएन अहिले भर्खरै भिडियो बनाउँदै थियौँ कि ला भाउजू मलाई त कस्तो टोयलेट आयो साँच्चै कि अब टोयलेट जाउँ अनि फेरि घर फर्केर आऊ सबभन्दा पहिला चाहिँ म टोयलेट जान्छु अनि तपाईँ जानु है भनेर दुईजनाले सल्लाह गरेर घर जान निस्केको कि भरे त मान्छे त हो रुखमा पो चढ्न थालिन् के गर्ने होला है बिचरा अब वन मान्छेहरू यस्तै हो क्या बेला बेलामा रुखमा चढ्नु मन लाग्छ होला अनि अब यतिखेर त भने रुखमा चढ्ने यस्तो जङ्गल थियो कुन कला खै सक्छ त कला त ए ल ए ओ माई गॉड वाट अ कलर ओ माई गॉड नाइस कला बहिनी वाह अर्को नि छ कला ए ल हेर्नु यस्तो कला कसले सक्दछ हाम्रो बहिनी यस्तो ट्यालेन्ट सुपर ट्यालेन्ट वाह खतरा हो यस्तो कुन यो चाहिँ खतरा लाग्यो बहिनी मलाई अलिकति टाउकै टेक्ने हो बहिनी ए लौ ओ माई गॉड कस्तो राम्रो नि मलाई त एकदम दाम लाग्यो यो करातेमा गर्छन् कि क्या हो बहिनी कराते कि के भन्छन् कराते भन्दा अगाडि सिकेको अहिले त ए कराते भन्दा अगाडि म सानो हुँदाखेरि नि तिमीले त्यस्तो गर्दै बस्थ्यौ नि होइन हो है तर करातेमा नि हुन्छ नि गरेर करातेमा नि हुन्छ यो सब है यस्तो खतरा ओहो सक्ने हो बहिनी फेरि ट्यालेन्ट हो डान्समा पनि त्यस्तै खतरा डान्स दाईको बेमा डान्सको भिडियो हाल्छु म केही छैन टेन्सन नलिनु डान्स हेर्न पाइन्छ हाम्रो बहिनीको ल गाइस अब हामी घर जाँदैछौँ आजलाई यति नै भिडियो समाप्त गर्न चाहन्छौँ अब हामी एकछिन घुमघाम गऱ्यौँ राम्रो टिकटक बनायौँ आज चाहिँ हामीले धेरै जस्तो टाइम टिकटकलाई दियौँ भ्लगलाई भन्दा नि अनि त्यसपछि सक्छौ तिनटै घिसार्दैन नि अहिले घिसार्दैन आमा चप्पलै उड्छ अहिले चप्पल उड्यो एकछिन मान्छे उड्ने हो कि थाहा छैन साथीहरू मान्छे उडिन् भने म खोज्न कहाँ जाने मेरो साथी टिकटक
टिकटक बनाउने टोइलेट जाने हग्ने मुत्ने खाने घुम्ने सबै गर्ने साथी यिनी नै हुन् यिनी नै उडिन् भने अहिले एकछिन के गर्नु फोन त कहाँ जाने त्यही भएर नउड बाबा यसरी उड्नु हुँदैन ल आयो अनि गाइज अब हामी आजलाई चाहिँ भिडियो यतिकैमा समाप्त गर्न चाहन्छौँ हो कि होइन बहिनी हो आज तिम्रो 2-4वटा कला देख्यो नि तिमी मेरो कति राम्रो राम्रो भिडियो बनाइदिएछौ अब हामी त्यो भिडियो पनि हाल्छौँ यसमा त नहाल्ने टिकटकै हाल्ने ल टिकटकमा हेर्नु होला टिकटक हेर्नु होला हामी आइडी चाहिँ राखिदिनेछौँ ल बाई बाई गाइज सबैजनाले माया प्रेम गरिदिनु होला